सरकारले 4 दिनको छुट्टी दिँदाखेरि पनि साथीहरूसँग कतै पनि जाने जमर्को नचलेपछि चौथो दिन छोरा र म बजार हिँडियो। आज चाहिँ घरमै केही पकाएर खानु पर्ला भनेर हामी निस्केको मात्र थियो, पेट्रोल थिएन। त्यसपछि पेट्रोल भर्ने लाइनमा बसियो। पहिला पहिला त पेट्रोल पनि 700-800मा टन्न हुन्थ्यो स्कुटीमा, अहिले त 1000 रुपियाँले पनि नपुग्ने। बल्ल बल्ल हामीले पेट्रोल भरेर छोरासँगै पैसा लिँदै अनि पेट्रोलको पैसा तिरेर हामी चाहिँ त्यहाँबाट भाटभटेनीतिर जानलाई फेरि अगाडि लम्क्यौँ। भाटभटेनीमा चाहिँ वास्तवमा हामी चाहिँ बार्बिक्यू सस किन्न आएको थियौँ। बल्ल बल्ल यता खोज्दा उता खोज्दा यहाँ बहिनीहरूलाई सोद्धा सोद्धा अचार अचार सुकेको अचार buy one get one free ल which one BBQ sauce whichever is economical 240 वाला एउटा ल हुँदैन 467 राम्रो भयो भने पछि चाहिँ ठुलो लाउँला के है ओके anything else sweet chili केचप एउटा किन किन कस्तो पछि भने अब यस्तो के पकोडा हुन त चाहिँदैन यो भएपछि को केचप किन यही हो केचपको सट्टा I have seen there that side उयो त मैले अघि देखेँ त्यहाँ बाहिरबाट देखेँ जस्तो लाग्यो। अब चाहिँ गाइज हामी माथिको फ्लोरमा बार्बिक्यू बनाउनको लागि त्यो भाँडा खोज्न आएको छौँ। त्यो झिरझिरे त घरमा पनि थियो, छोरालाई चाहिँ त्यो प्लेट जस्तो टाइपको चाहियो रे भनेर हामी खोज्न आयौँ। ए हालै छ त्यो जस्तो लाग्यो होइन यताको त्यो होइन त्यो सबै निकालेर हालिदियो खै म भन्छु खै डोन्ट यु बियर हेलो को हुनुहुन्छ यतातिर आउनु है 380 उयो बार्बिक्यू गर्ने होइन त्यो जाली त्यो निकाल्नु सक्छ त्यही हेर्न लाग्यो कति हो पिस भयो ए माथि पनि रहेछ ए यो सिंगल पिस ए होइन मैले त यस्तो यस्तो बिर्को पनि लाग्ने हुन्छ नि कति रह्यो 400 के छैन यो त अलि ठुलो छ यो त कस्तो 50 लाग्यो यो त भाँच्यो भने अनि भाँच्यो त्यसले बाँधेर गर्ने कस्तो 50 लाग्यो त्यो उ नभएको के मतलब यो त्यही भनेको होइन यहाँ त त्यो हुन्छ नि ढोकाहरूको त्यो उ जस्तो स्प्रिङहरू त्यही एउटा मात्र हो कति भन्नुभयो 500 505 रुपियाँ ल त्यो मामले देखेको एउटा हेर्न एकचोटि मलाई त्यो चाहिँ तपाईँ ल्याउला हुन्छ मैले भनेको बुझ्यो हैन बिछाउने भनेको तिमीले त बिछाउने भनेको हैन बिछाउने मात्र त त्यसको त छैन त्यस्तो त्यहाँ पनि छैन त्यस्तो त्यहाँ पनि यस्तै हो हैन तिमीले बिछाउने मात्र भनेको त त्यो जाली जस्तो टाइपको अनि सानसानो पाल भएको मासु टुटुराएर पोल्ने त्यो उसमा जस्तै त्यो अर्को पाल भएको ढकनी जस्तो हुन्छ नि है त्यो के गर्ने त्यहाँ पनि यस्तै भयो त छोटो हेरेको छ त्यहाँ चाहिँ अलिकति कस्तो हेर्दै एकदम बलियो जस्तो लाग्यो यहाँ चाहिँ हेर्दै खुल्ला त होला नि अहिले खुल्ला त त्यसपछि हामी भाटभटेनी छोडेर यता खोलातिरको बाटो हुँदै हामी कालीमाटीतिर आयौँ। कालीमाटीमा अस्ति एउटा मैले देखाएको थिएँ, त्यही फेरि हेर्नलाई भनेर आयौँ। अनि यो पसलमा चाहिँ हामीलाई यो राम्रो लाग्यो, यो चाहिँ भाटभटेनी भन्दा एकदमै कडा स्ट्रङवाला थियो अनि 800 भन्दै थियो, हामीले चाहिँ 700मा लिएर आयौँ। अनि घरमा चाहिँ हाम्रो बार्बिक्यू बनाउने भाँडो रेडी भइरहेको थियो। हामीले चाहिँ यसपालि 4 बजेदेखि नै सुरु गऱ्यौँ। पहिला पहिला चाहिँ अलि ढिला सुरु गर्दाखेरि बेलुका हुन्थ्यो, यसपालि चाहिँ 4 बजेदेखि सुरु गरेर आगो सागो बलिसकेपछि अनि बल्ल त्यो कोइलामा बनाउने भनेर पहिले पहिले चाहिँ हामी आगोमै अलिअलि हालिदिन्थ्यौँ। यसपालि झन् कोइलामा राम्रो बनाउनुपर्छ भनेर सुरु गरिहाल्यौँ हामीले।
तर निस्किँदा यो पनि अलिअलि कालो कालो डरेछ। डरे पनि छोरीले म्यारिनेट राम्रो गरेको थियो, त्यही भएर मिठो भयो। अचार पनि 3 थरी बनाएको थियौँ हामीले। साल्सा अचार रे पुदिना अचार, अनि त्यो पहेँलो चाहिँ हाम्रो मुलाको अचार। छोरीले अनि फेरि ड्रिङ्क ल्याइदिएको थियो, यो चाहिँ साल्सा। मिठो चाहिँ मिठो भयो एकदम। हेर्दाखेरि यस्तो नराम्रो भए पनि हामीले चाहिँ मिठो गरेर खायौँ। पछि चाहिँ हामी पापड पनि फ्राई गऱ्यौँ, आलु पनि फ्राई गऱ्यौँ। अनि त्यसपछि झन्झन मिठो हुँदै गयो हाम्रो आजको बारबिक्यू। पछि चाहिँ मेरो आफ्नै गमलाको साग पनि पकायौँ यसरी अन्डा हालेर। मेरो बेस्ट साग हो। यसरी मैले 4 दिनको बिदा मनाएँ साथीहरू।